नमस्ते एभ्रिवान वेलकम ब्याक टु डे 5 अफ माई ब्लग। लगातार 2 महिनाको बिजी वेडिङ सिजन र स्टुडियोको वर्कपछि मैले चाहिँ आफ्नो लागि थोरै टाइम निकालेर पोखरा जाने निर्णय गरेँ। यात्रा सुरु भएपछि बसमा स्न्याक र ब्रेकफास्टको लागि चाहिँ जुस बिस्किटहरू दिनुभएको थियो। बाटोमा चाहिँ यति धेरै जाम थियो है, त्यसमाथि गर्मी। त्यहाँदेखि मैले चाहिँ बाटोको भ्यूहरू हेर्दै इन्जोय गरिरहेको थिएँ। 4-5 घन्टाको यात्रापछि चाहिँ लन्च स्टपमा पुगेँ। अनि त्यहाँ लन्च गरिसकेपछि चाहिँ फेरि हाम्रो बस चाहिँ डेस्टिनेसनतर्फ लाग्यो। लगभग 3-4 बजीतिर चाहिँ म पोखरा पुगेँ। पोखरा पुग्ने बित्तिकै म चाहिँ डाइरेक्ट लेक साइडतिर गएँ, जहाँ चाहिँ केही फुडहरू इन्जोय गरेँ। त्यसपछि चाहिँ म चेक इनको लागि जेट सिटी होटल गएँ। म चाहिँ यता पोखरामा भए पनि काठमाडौँमा रहेको मायाज मेकओभर स्टुडियोमा चाहिँ काम भने एकदमै पर्फेक्टली चलिरहेको थियो। म नहुँदा पनि मेरो टिमले चाहिँ स्टुडियोमा एकदमै राम्रोसँग ह्यान्डलहरू गरिराख्नु भएको थियो। यो क्लिपहरू चाहिँ सबै त्यही दिनको हो जुन दिन म स्टुडियोमा थिइनँ। सबै अपोइन्टमेन्टहरू चाहिँ स्मुथली म्यानेज गर्नुभएको थियो। अहिले चाहिँ हाम्रोमा प्राइभेट सेल्फ मेकअप क्लास थियो र यो क्लास चाहिँ हाम्रो सिनियर आर्टिस्ट पूर्णिमाले ह्यान्डल गरिराख्नु भएको छ। यही थियो मेरो डे 5। लामो समयको व्यस्ततापछि लिएको छोटो ब्रेकले धेरै नै रिफ्रेस फिल भयो। सी यु अल इन द नेक्स्ट ब्लग।